नमस्ते सम्पूर्णमा। आज फेरि उपस्थित भइसकेको छु नयाँ भिडियो नयाँ विषयवस्तु लिएर। कता हरायो भन्नुभएको थियो होला। अब समय हुँदैन, बिजी सेड्युल हुन्छ हैन, काम पनि गर्नै पर्यो, परदेशको ठाउँ हैन। त्यो भएर आज चाहिँ म फरक विषयवस्तु लिएर आएको छु। के छ त विषयवस्तु भन्दा चाहिँ हामीहरू कति मोडर्न हुँदै गएका छौँ। हामीले हाम्रा पुराना रीतिरिवाज, संस्कृति, परम्पराहरूलाई सबै तोडेर आइरहेका छौँ हैन। हामीहरू कुनै पूजाआजा लगायतका सम्पूर्ण हुन्छन् नि हाम्रा संस्कारहरूमा खाली खुट्टा बसेर पूजा गर्नुपर्छ, घरभित्र बस्दा खाली खुट्टा बस्नुपर्छ। पहिला त माटोकै घर हुन्थे, गाउँतिर अझै पनि छन् हैन। र हामी माटोको घर छोडेर अहिले सिमेन्टेड घरहरूमा बस्दैछौँ हैन। त्यस्तै यहाँ पनि यस्तै विकसित देशमा पनि सबै मान्छेहरू त्यस्तै नै छन्। तर माटोमा हिँड्नुका फाइदा कति धेरै छन् भनेर यहाँ देख्न सक्नुहुन्छ। यहाँ अहिले मान्छे चाहिँ छैनन्। पछिल्ला अध्ययन अनुसन्धानले देखाए अनुसार चाहिँ मैले जति जाने बुझेको छु त्यस अनुसार चाहिँ अहिले तपाईको मानसिक रोग र खुट्टाका मसलहरू को तागत, स्ट्रेन्थ बढाउनलाई पनि हैन, खाली खुट्टा माटोमा हिँड्नुपर्छ भन्ने चाहिँ एउटा मान्यता रहेछ। त्यही अनुसार यहाँ देख्न सक्नुहुन्छ यो भुइँमा माटो ओल्तिर पल्तिर डोरी राखेर सानो बाटो बनाइएको छ, प्योर रातो माटो। यसबाट चाहिँ ढुङ्गाहरू छानेर, खुट्टामा बिजाउने चिजहरू छानेर यसरी राखिएको छ हैन। र यहाँ पर देख्न सक्नुहुन्छ खुट्टा धुने मान्छेहरूले जब हिँडिसक्छन् यहाँबाट, यो बाटो हिँडिसकेपछि त्यसपछि त्यहाँ खुट्टा धुने धारो छ, यहाँ पछाडि देख्न सक्नुहुन्छ। र मैले यो भिडियो बनाउनुको अर्थ चाहिँ के छ भन्दा हामीहरूले हाम्रा संस्कार संस्कृतिहरू छोड्दै आइयो हैन। माटोको घरहरू हेला भए, हामी माटोमा काम गर्न छोड्यौँ, खेतबारीमा जान छोड्यौँ। हामीहरू जति प्रकृतिसित टाढिँदैछौँ त्यति धेरै रोगव्याधिसित नजिकिँदैछौँ। यो कुरा चाहिँ यहाँबाट प्रमाणित हुन्छ कि यो ठाउँमा हेर्नुहोस्, यहाँ कोरिया जस्तो विकसित देशमा नपुग्दो केही छैन हैन। सम्पूर्ण मान्छेहरू यस्ता ठुला ठुला बिल्डिङमा बस्दैछन्, यहाँ देख्न सक्नुहुन्छ। तर यिनीहरूलाई आवश्यक छ कि खेतबारीमा सबैले जानु त सम्भव हुँदैन होला, यस्तो धेरै जनसङ्ख्या छ हैन। सबै आफ्नो काममा, अफिसमा हुन्छन्। तर यहाँ माटोको बाटो बनाइएको छ, यो चाहिँ प्योर रातो माटो छ। र यसमा हिँड्नाले मैले पनि एक दुईवटा भिडियोहरूमा देखाएको थिएँ, यसमा हिँड्दा चाहिँ तपाईँको मानसिक तनाव, मानसिक रोगहरूबाट चाहिँ मुक्ति हुने र त्यस बाहेक खुट्टाको हाम्रो मसलहरू, त्यो जुन मासुहरू हुन्छ त्यसको तागत पनि अलि बढ्ने रहेछ। त्यो भएर प्राय हाम्रो मानसिक रोग, तपाईँको स्ट्रेस, यो जुन दिमाग सम्बन्धी अलिकति जब समस्या हुन थाल्छ त्यसपछि शरीर सबै नै काम नलाग्ने हुन्छ। जब हामी मानसिक रूपमा अलि विक्षिप्त हुन्छौँ त्यसपछि शरीरमा सानातिना अरू समस्या देख्न थालेपछि हामीहरू प्राय बिरामी हुन्छौँ हैन। त्यो भएर हामीहरू अहिले चाहिँ प्रकृतितिर फर्किँदैछौँ। हामी बिचमा कसो भयो भन्नुहुन्छ भन्दा अहिले हामीहरू धन कमाइयो, राम्रो भयो, सबैको आर्थिक स्तर पनि बढ्यो र हामीलाई सहरमा घर चाहियो, बसाइ त्यस्तै अनुसार चाहियो हैन। हामीलाई माटोको घर हेला हुन थाल्यो। अनि आएर तपाईँको खेतबारीमा जाँदा घिन लाग्न थाल्यो, माटोसँग हामीलाई घिँडा लाग्न थाल्यो हैन। घाँस दाउरा पातहरू यताउता गर्नलाई चाहिँ हामीलाई एकदमै घिन लाग्न थाल्यो, सकिएन हामीले। जब हामीले प्रकृतिलाई छोड्यौँ त्यसपछि हाम्रो शरीरमा लगातार रोगहरूले सङ्क्रमण गर्दै गइरहेको छ। तपाईँ हामीले पनि ख्याल गर्न सक्छौँ कि हामीहरू जतिन्जेलसम्म गाउँघरमा थियौँ त्यतिन्जेल हाम्रा बुवा आमाहरू, हाम्रा छरछिमेकीहरू कति धेरै बिरामी हुनुहुन्थ्यो र अहिले हामी चाहिँ कतिको धेरै बिरामी छौँ। र पछिल्लो समय डिप्रेसन, एन्जाइटी, यो त्यो भन्ने छ नि त, जुन यस्तो समस्या पहिला गाउँघरमा हुने हाम्रो बुवा आमा, ठुलो बुवाहरूमा सायदै थिएन होला यो डिप्रेसन र एन्जाइटी भन्ने कुरा। अहिले जति पछि भयो त्यति धेरै सुनिँदै गएको छ कि हामी प्रकृतिलाई बिर्सिँदै गयौँ र प्रकृतिले हामीलाई सम्झाउँदै गयो। यो उदाहरण धेरै छन्। तपाईँको हाम्रो घरमा तपाईँको कुस अनि आएर हामीले के राखिन्छ नि त, ती राख्दा घरमा चट्याङ पर्दैन। अनि आएर
घरको माटाको घर बनाउनाले तपाईँको गर्मीमा चिसो हुन्छ र जाडोमा चाहिँ तातो हुन्छ भनेर हामी पर्यावरणीय हिसाबले पनि र हाम्रो स्वास्थ्यका हिसाबले पनि हामी चाहिँ फेरि प्रकृतितिरै फर्किन पर्ने बाध्यता हुन्छ कसै गरी पनि। किन भन्नुहुन्छ भन्दा हामीलाई माटोमा उत्पादन भएका चिजहरू नखाएर त पुग्दैन। अनि त्यसै गरी हामीहरूले पहिला बाजे हाम्रो हजुरबा पुस्ताहरूले जसरी टपरीहरू प्रयोग गर्नुभयो पाताको होइन, त्यसै गरी बिचमा हाम्रो प्लास्टिकका चिजहरू आए सबै होइन। जब ती पातहरूलाई रिप्लेस गरेर प्लास्टिकका चिजहरू आए त्यसपछि हाम्रो वातावरणलाई असर गर्न थाल्यो। ती डढाउनु पर्यो कि त पगाल्नु पर्यो, त्यसलाई रिसाइकल गर्नै पर्यो जसरी हुन्छ। यदि प्रकृतिमा यसै छोड्ने हो भने ती 40-50 वर्ष यसै पस्दैनन् होइन। अनि हाम्रो स्वास्थ्यमा उत्तिकै नकारात्मक प्रभावहरू ती चिजहरूले पारिरहेका छन्। र यसबाट फेरि अहिले विज्ञहरूको सुझाव के छ भने हामी पाततिरै फर्क्यौँ। जसै गर्दा पनि हामी प्रकृतितिरै फर्किन बाध्य छौँ। अहिले फेरि हामीले इन्टरनेटमा देख्छौँ, हेर्नुहोस् वातावरण अनुकूल अनि अर्ग्यानिक यो फलानु यो त्यो भनेर जुन चिजहरू देखिरहेका छौँ हामीले, यो चिजले चाहिँ हामी प्रकृतिबाट टाढा हुन सक्दैनौँ भन्ने कुराको जानकारी गराउँछ। र तपाईँ र मैले पनि प्रकृतिमा नोक्सानी नहुने खाले, जुन प्रकृतिलाई असर नहुने खाले चिजहरू मात्रै प्रयोग गरौँ, प्रकृतिलाई माया गरौँ। म त्यस्तो धेरै जान्ने मान्छे होइन। यो ठाउँमा यति राम्रो विकसित देशमा यस्तो ठाउँ छ, हामीले हाम्रा गाउँहरूलाई हेला गरिरहेका छौँ भनेर एउटा सानो जानकारी गराउनलाई एउटा भिडियो बनाएँ। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। मैले गरिरहेका कुराहरुमा कुनै गल्ती हुन सक्छ, मैले देखाइरहेका विषयवस्तुहरुमा जानकारी कुनै तलमाथि हुन सक्छ, मलाई सुझाव सल्लाह दिन सक्नुहुन्छ। यसैगरी अरु भिडियोहरु कस्तो आउँदा राम्रो हुन्छ, कस्तो भिडियोहरु तपाईहरुलाई मन पर्छ त्यो कुरा पनि मलाई जानकारी गराउनु होला। यही भन्न चाहन्छु। यो ठाउँमा मलाई पनि हिँड्नु मन थियो, अलिकति मानसिक शीतलता हुन्थ्यो होला, तर अहिले चाहिँ जुत्ता लगाएर आएको छु। फेरि अब टाढा पुग्नु छ, मेरो रुम भन्दा यो अलि धेरै टाढा नै छ। त्यो भएर पछि त्यस्तै मेसो मिल्दा चप्पल लाएर आउनुपर्छ। त्यति बेला चाहिँ म यहाँ हिँडेर एउटा भिडियो फेरि बनाउँछु है त। र अहिले चाहिँ म बाहिर हिँड्दैछु, तपाईहरुलाई यो दृश्य देखाएँ, तपाईहरुले आफै बुझ्नु होला। धेरै कुरा तपाईहरु आफै जान्ने हुनुहुन्छ। भिडियो हेर्दिनु भयो, अन्तिमसम्म भिडियो हेर्ने तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई माया गर्नुहुन्छ, साथ दिनुहुन्छ, सपोर्ट दिनुहुन्छ, सबैलाई धेरै धेरै माया छ, धेरै धेरै सम्मान छ। फेरि अर्को भिडियोमा अर्को जानकारी सहित फरक फरक विषयवस्तुमा भिडियो लिएर आउँछु। ब्लग सधैँ छ, ब्लग भनेको चाहिँ एउटा समय, मेरो समय यसरी बित्दैछ है हेर्नुस् भनेर देखाउने विषय भयो भने, तर कुनै विषयमा आधारित हुनु भनेको चाहिँ त्यो फरक छ। ल हस् त, धन्यवाद।